बर्मल कुरिया गाउँ बस्थेँ। शिवरात्रिको दिन थियो। हजुर। टोलीहरूले बिहानै ल केही हुँदैन दाइ आज शिवरात्रि हानिदिउँ भनेर गाँजा तनाए। 2-4 सर्को तान्नेको कता कता के भयो जाउँ पशुपति रमाइलो हुन्छ भन्न थाले। हो ल जाउँ पशुपतिनाथको ठ्याक्कै यता पारिपट्टि त्यो मृगस्थली जुन छ नि त्यहाँ पुग्यौँ। टाइम पनि धेरै भएको छैन, बिहानै 8 बजीको कुरो, बुझ्नु भएन। अनि तानौँ त भन्न थाले। ल तान्ने मैले पनि। मलाई त अब तपाईँको साह्रै डर लाग्न थाल्यो हेर्नुहोस् है। ल अब फर्केर बर्मल कुरिया जाउँ, बुढीले थाहा पाउँछ मार्छे, म त जान्छु घर झापैतिर भन्ने भएछ। धन्न गोजीमा चाहिँ अलिकति रहेछ है पैसा, 20-50 हजार रहेछ गोजीमा। म त्यहाँबाट लखर हिँड्दै चाहिँ एयरपोर्ट पुगेँ। तपाईँको बुद्ध एयरको चाहिँ तपाईँको चाहिँ त्यहीँ काउन्टरमा टिकट दिएँ, म हिँडेँ। अब विराटनगरमा ल्यान्ड भएँ। एकदम डर लागिराखेको छ, एकदम डर लागिरहेको छ। अनि ल्यान्ड भइसके पछाडि एकजना छिमेकी साथी, छिमेकी होइन नि त्यो बेलाका मेयर नै जस्तो लाग्छ, रोमनाथ ओलीजी। मेयर साहब उहाँ चाहिँ के कामको लागि चाहिँ यता काठमाडौँ आउनु भएको छ। फर्किँदाखेरि ठ्याक्कै चाहिँ सँगै भइएछ कि। अनि कता हो भन्नुभयो, होइन दमकतिरै भने मैले। ल जाउँ मेरै गाडीमा भन्नुभयो, उहाँले सर लगिदिनु भयो दमक। भनेपछि गाँजा खाएको सुरमा तपाईँ एकैचोटि झापा पुग्नुभयो काठमाडौँ? झापा पुगेँ। अब मलाई चाहिँ नि घर जान डर लाग्यो, बा आमाले के भन्छन् भन्ने भयो नि त। मेरो पारो यसो विचार गरेँ, भुटानमा त आफन्त छन्, म लाग्छु भनेर भुटानतिर लागेँ। अनि एक सरको गाँजाले यत्रो गरायो। अब यहाँ सुन्नु न, अब माथि घर छेउमा आइसके फेरि चोक झर्नु पर्यो, बस चढेर काँकरभिट्टा चाहिँ तपाईँको रिक्सा चढेर पानी ट्याङ्की पुगेँ। पानी ट्याङ्की पुगेपछि फेरि के भएछ भने ल मसँग त नेपाली पैसा छ, यता त भाडा चल्छ, फेरि वारी आएँ काँकरभिट्टामा। त्यही तपाईँको चाहिँ त्यो ब्याङ्कमा साट्यौँ अरे, फेरि गइयो। त्यस पछाडि चाहिँ तपाईँको चाहिँ त्यो अटोबाट झरेँ। त्यहाँ त त्यो इन्डियन प्रहरी नै थियो वारीपट्टि। अनि त्यो के कागज पत्र चाहिँदो रहेछ, भुटान जान त त्यो हुन्छ नि त। यता पो हाम्रो नेपाल भारत बोर्डर खुल्ला छ, त्यो समस्या भएन। अनि इन्डियन चाहिँ प्रहरी देखिसके पछाडि अब रोक्यो नि त मलाई त। अब हाम्रो चाहिँ यो कस्तो सोचाइ भनेदेखि इन्डियन देख्यो कि धोती भन्ने एउटा चाहिँ बडा यो मनोरोग छ कि हामी नेपालीमा। ए धोती बाटो छोड भनेछु मैले। उनीहरू त नेपाली पनि मजाले फरक बोल्दो रहेछन् हामीले भन्दा राम्रो। अनि चिया पसमा त के भनिस् अरे, कसलाई धोती भन्यो भने प्डिङ आएन थियो कि गाला फुट्ने गरी तपाईँलाई। म त झसङ्ग भएछु कि। त्यही बर्मलको कुरिया गाउँ गणेश मन्दिर अगाडि यसरी ठिङ्ग उभिराखेर